कृत्रिम गर्भधान गर्न भइसक्यो। कृत्रिम गर्भधान गर्नको लागि जाँदैछौँ, बाटोमा छौँ। अहिले चाहिँ हामी क्वाली गाउँ सुनिश्चित गाउँपालिका वडा नम्बर 5 क्वाली गाउँ भन्ने ठाउँमा भैँसीलाई चाहिँ कृत्रिम गर्भधारण गर्न गइरहेका छौँ। यसलाई चाहिँ एआई पनि भनिन्छ, आर्टिफिसियल इन्सेमिनेसन। उहाँ चाहिँ डक्टर हो होइन, डक्टर साहब हो। देखाइदिनु न मलाई नि ठ्याक्कै हेर्न सक्नुहुन्छ। उहाँ चाहिँ डक्टर साहब हो, उहाँले बाइक पनि चलाइराख्नु भएको छ। अनि पछि चाहिँ म यसो सहयोग कुनै बेला चाहिँ अप्ठ्यारो पर्न सक्छ होइन, भैँसीले लाट्टाले हान्यो भने फेरि लिएर त आउनु पऱ्यो साथीलाई भनेर, त्यही भएर चाहिँ म सम्झिराखेको छु। अहिले चाहिँ हामी यो बाटो यो कुन ठाउँ भन्दाखेरि यसलाई पानी पोखरादेखि हल्का अगाडि गइरहेका छौँ। मस्तको जङ्गल देख्न सक्नुहुन्छ हजुरहरूले। यो पारिको चाहिँ यो चाहिँ पानी पोखरा गाउँ हो। यो चाहिँ अब हामी चाहिँ क्वाली गाउँ प्रवेश गर्दैछौँ। यो पारि यो देखिने चाहिँ क्वाली गाउँ एन्टर गर्नुपर्छ। बस्ती चाहिँ यो यतातिर चाहिँ बस्ती छैन, यसको अपोजिट उतातिर चाहिँ ठुलो बस्ती छ। सकेसम्म चाहिँ हामी चाहिँ हजुरलाई देखाउन प्रयास गर्नेछौँ। हामी सँगै जोडिएर रहनु होला। एकदमै लाइक बाटो ठिकै छ नि। त्यहाँनिर चाहिँ लास्टै अप्ठ्यारो छ देखाउँछौँ हामी। दाजु यो क्वाली गाउँ जान्छ नि, स्कुलमा जान्छ नि बाटो। कहाँबाट आउनुभयो त? कहाँबाट आउनुभयो? ए हजुर गएर क्वाली गाउँ हो कि? क्वाली गाउँ हो। ए तपाईँहरू कहाँसम्म पुग्नुपर्ने? हामी नि स्कुलसम्म जाने हो। जान्छ यो बाटो। तुकबहादुर अङ्कलको घरसम्म जाने हो क्या? तुकबहादुर अङ्कलको घरसम्म जान्छ जान्छ। ल आउनुहोस् है। हजुर एक्लै जानुभयो हजुर? ए हामी चाहिँ पहिलोचोटि यो बाटोमा आएको चाहिँ होइन, तपाईँ पनि यसो सोधिहाल्यो भनेर सोधेको। यहाँका मान्छेहरू चाहिँ कस्ता छन् भनेर सोधेको होइन, तर राम्रो रहेछ नि, बोलीचाली राम्रो। बोलीचाली चाहिँ राम्रो होइन। गाह्रो छ पुरा बाटो होइन यो। ठुलो बाटो यहाँ यस्तो गरेर चाहिँ पानी यहाँनिर यसरी पुरै हेर न, त्यो लगाएर बानो लगाएर गाडी छिर्छ। ब्याक ढक्क देख्न सकिन्छ बाटोमा चाहिँ खच्चरहरू बसेका छन्। के छ? केही बोल्न चाहनुहुन्छ हजुर? हामी चाहिँ क्वाली गाउँ प्रवेश गरिसक्यौँ। ठुल्ठुलै चाहिँ घरहरू देख्न सक्नुहुन्छ। गाडी छुट्टाएको जसमा माथितिर डाँडाहरू छ। यहाँ चाहिँ रिलिम भन्ने ठाउँ चाहिँ माथितिर लागेको ठाउँ चाहिँ रिलिम भन्छ। त्यहाँ चाहिँ व्यावसायिक रूपमा चाहिँ अल्लो खेती पनि गर्छन् किसानहरूले। क्युट क्युट नानीहरू छ, नानीहरू हो नानीहरू। टिकटक बनिदिने हो दिदी, बनिदिने हो, क्यामेराम्यान चाहियो।
चाहियो जाऊँ। गयौँ हामी त आफ्नो ढिलो भयो अलि फर्किन्छ है टिकटक बनाउँदै गर्नु अरू टिकटक बनाउने आम्बो सकियो यो के हो यो के हो यो के हो यो एहे एहे के हो यो बाटो हो बाटो चोलीमाथि छकेला यो घरले सुन्दर मेरी हजुर सुन्दर मेरी हजुर अब चाहिँ हामी श्री सूर्योदय आधारभूत विद्यालय स्मृति 5 क्वाली गाउँमा प्रवेश गर्दैछौँ सूर्योदय अनि यो स्कुलको नाम सूर्योदय आधारभूत विद्यालय हो नि के गर्नु लाग्नु आन्टी घर लग्ने बेला भएन यसरी जिस्क्याउँदा यसति खोला तरौला ए पापी मन पानी पर्यो हसिना जड्यो भाउजूलाई भार पर्यो पानी पर्यो हसिना झर्यो फाइनली साथीहरू हामी चाहिँ देख्न सक्नुहुन्छ आइसकेका छौँ भैँसीलाई कृत्रिम गर्भधान गर्नका लागि अब हामी चाहिँ किसानको घरसम्म जाम आउनु लागो बनाइरहेको छु कि त्यो के लेखाएको छ झोलामा झोलामा के लेखाएको छ हेर देखाउ न देखाउ बाटो गइरहेको छौँ हामी चाहिँ भिरको भात बाटो चाहिँ अप्ठ्यारो रहेछ अलिअलि अप्ठ्यारो रहेछ बाटो माथि जानुहोस् भेटिनुहोस् त म भिडियो बनाइदिन्छु अब जानुहोस् भिरको बाटो यहाँबाट फेरि जाकिएपछि फेरि के हुन्छ थाहा होला नि हजुरलाई होइन हामी चाहिँ गइरहेका छौँ यो चाहिँ मोटर बाटो भयो त्यहाँ चाहिँ बाइक अनि टक्क यो क्वाली गाउँ यो भएको साग मेथीको जस्तो मेथीको गन्ध पनि त्यस्तै आइरहेको नि साग तर यो साग चाहिँ होइन देख्दै खाम चाहिँ छ के हो यो अलि थाहा भएन हामीलाई चाहिँ हामी चाहिँ हिँड्ने क्रम चाहिँ जारी छ देख्न सक्नुहुन्छ म आछु किन हेर्नु त देखिया मजाले अनि गणेश सर चाहिँ अगाडि गइराख्नु भयो टाढा चाहिँ हिँड्नु न सर यार म भनिहाल्छु नि यार घर आएपछि म यही घर हो सर भन्छु कि घरै देखाएन यहाँ मान्छे नभएको होइन भइहाल्छ नि मान्छे त चिन्ता नगर्नु न यार दिइहाल्छ नि यार त्यसको झन् कुरै नगर्नु न यार त हामी चाहिँ अहिले चाहिँ उकालो लागिरहेका छौँ साथीहरू यस्तै छ के गर्नु हेर्नुहोस् अब गाह्रो छ भनौँ न होइन एकदम 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 गाह्रो छ हजुरलाई जुन बाटो इच्छा लाग्छ त्यही बाटो हिँड्नुहोस् ल म घरसम्म पुऱ्याएरै छाड्छु ल सरले चाहिँ सर्टकट रोज्नुभयो छिटो जानलाई पनि हुनसक्छ अलि उकालो पनि छ के छ गइदिउँ अब लाउनु न भिडियो बनाउनु
जोसिका जोसिका लेट्स गो। देख्न सक्नुहुन्छ गाइस कलिगाउँमा चाहिँ जडीबुटी रहेछ एउटा। जडीबुटी हो तर के काम गर्छ थाहा भएन। यो गम पनि हुनसक्छ। सर यसको नाम के रे? यो घाँसको नाम के रे? साधन हो। साधन यस्तो हुन्छ र? तपाईँले कुनलाई भन्नुभयो साधन? यो साधन हो। हाम्रोतिर त अर्कै हुन्छ यार साधन यार। बाटुलाई पातो हुन्छ। सन्चै हुन्छ हात मिलाम। कहाँ जानु लाग्नु हो र? लाग्यो भाइ यहाँ त्यही तुकबहादुर अङ्कलको हो क्या जम्मा। आँखैमा होला पक्कै गाजलुलाई दुमाया दौडेर झपक्कै बैसैमा ओ बैसैमा मछु पोकारे भन्न सक्थे बरु बर्न थाती माछा पालन खै अब यो भिमल राखेपछि भ्याकुडा त आइहाल्छ नि पाहरू यो तुकबहादुर अङ्कलको तरकारी फर्ममा आएका छौँ। देख्न सक्नुहुन्छ टन्नै लाग्नु भएको रहेछ यहाँ गोलबेडा चाहिँ। गोलबेडा चाहिँ फल्न सुरु गरिसकेको देख्न सक्छौँ हामी यहाँ। तर गणेश सर यसलाई पछि बर्खा बेला त्यो गर्न सकिन्छ कि नै यार? टनेल भएपछि दामी तरिकाले सेभ हुन्थ्यो होइन? यो के हाल्नुपर्ने रहेछ भनेपछि पातमा यो लेयर हुन्छ नि एउटा त्यो के सिमी छ त्यहाँ घर छ। घरमा मौरी रहेछ, मकै छ, आँप छ, टन्न रहेछ। यो सुन्तला पनि लगाउनु भएको होइन? भरेपुर भन्ने पाल्नपट्टि हो सर। फोटो यहीबाट खिचेँ है मैले। ल यहाँ बहुत पहुँच दिइरहेको छ अहिले। जाम सर आउनुहोस्। दामी भएको रहेछ यहाँ। मकै पनि रहेछ गाई। मकै फल्न लागिसक्यो। अब अलिक ठुलो भएपछि खानु हुन्थ्यो। दुईवटा घुवा लेखायो नि टक्क। सिमी प्लस मकै। मौसम ठुला भइसक्यो होइन है? कागती छ तल अनि मेवा पनि रहेछ यहाँ। आरु रहेछ, आँप फले एकदम। अनि त्यसपछि यहाँ चाहिँ पपैया पनि रहेछ। पपैया अनि अङ्गुर पनि रहेछ। यो अङ्गुर पनि रहेछ साथीहरू। हामीले चाहिँ यो पनि देख्यौँ। अनि यहाँ त्यो रहेछ यार, हामीले के भन्थ्यौँ नि के अरे चापकटर पनि रहेछ है। अनि त्यही हो देख्न सक्नुहुन्छ भ्यू चाहिँ। अङ्गुर फल्याएर चाहिँ दामी है। दाँते ओखर भनिरहेको थिएँ। दाँते ओखर पनि रहेछ। भैँसी यहाँ चाहिँ एआई गर्ने भैँसी, एआई हानिदिने। यहाँ चाहिँ माछाको पोखरी रहेछ गाइस। माछा देख्न सक्नुहुन्छ हजुरले। थोरै देखिरहेको, खासै देखिन। माछा देख्नु भयो हजुरले? माछा देख्नुभयो सर? देखिसक्नुभयो? कत्रोका छन्? कान्छे औँला जत्रोका। त्योभन्दा साना छन्। भागुताको नानी बच्चाहरू पनि रहेछ। त्यो के हो नि? त्यो दाना दिने रहेछ है। यहाँ दाना पख दाना खाना आउँछ नि। के हो यो दाना?
पपट्टा हो धानको माछा दिदी आएको थियो यार यो चाहिँ माथिबाट फिर्की लगाइदिरहेको छ साथीहरू यो चाहिँ तापक्रम मेन्टेन गर्नलाई हो गर्मीमा हो यतिको अवस्थामा त केही फरक पर्दैन पानी चिसो 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 छ त्यही पनि लगाइदिनु भएको रहेछ ठिकै हो खाना आयो कि नै आयो माछा खाना आइरहेको माछालाई दिने खाना दिने ठाउँ रहेछ यो मौसम चाहिँ देख्न सक्नुहुन्छ हल्का हल्का पानी पर्न लागिसक्यो माछा रहेछ माछा ठुला भइसक्यो रहेछ नि यो माछा चाहिँ खानुपर्छ गणेश सर मगाउँछु म ल 10-15 ग्राम काला नि 15-20 ग्राम काला साना रहेछ र फाइनली हामीले पोखरी पनि हेरिसकेका छौँ यहाँ अर्डर पनि लाउनु भएको रहेछ यहाँ हामी चाहिँ विशेष गरेर कृत्रिम गर्भधारण गर्न आयो तर त्यसो उहाँको चाहिँ फर्म पनि रहेछ त्यही भएर फर्म मौकामा चौका हानेको हामीले चाहिँ यहाँ कति सय हाल्नु भएको रहेछ यहाँ भुराहरू सिमी मकै जेस दामी रहेछ नमस्कार नमस्कार हामी चाहिँ आइम कतिदेखि अरे भन्छ गराएको कतिदेखिमा आउँछ 4 बजे टाइम फिक्स गरेर 12 देखि 18 घन्टा बिचमा यही चाहिँ 12 देखि 18 घन्टा बिचमा हुन्छ टाइम चाहिँ ठिक भयो यसलाई के गरौँ बाहिर सार्नु है हजुर भित्र भन्दा नि बाहिर सार्नु भिरामिन भएको सम्झाउनु भयो अस्ति सम्झाउनु भएको छ अरे भिरामिन भएको साथीहरू यो चाहिँ एआई गर्नु हो यहीबाट हामीले एआई गर्नु खिच्नु पर्यो भने यो चाहिँ सेट गर्छ हजुर म आफै कब्जु दिनु पानी ल्याउनु त के फेरि त्यो लोगोमा हजुर घर राम्रो हुन्छ हाम्रो लाग्यो उतातिर अहिले चाहिँ तापक्रम राम्रो लाग्छ नजिकबाट देखाउनु देव भन्ने लिएर आएको
यो चाहिँ क्लिनिकल थर्मोमिटर हो तर वाटर प्रुफवाला हुन्छ एउटा थर्मोमिटर अहिले काम चलाउनु पर्ने हुन्छ अहिलेको अवस्थामा चाहिँ 98 पुगिसक्यो अब पानी थप्छौँ फेरि हामीले हल्का 95 देखि नर्मल तापक्रम 37 डिग्री सेल्सियस हो फरेनहाइटमा चाहिँ 98.2 छ कराइसक्यो फिट गर्दा यताउता गर्दा चाहिँ 2 डिग्री चाहिँ घट्न सक्छ कि तापक्रम चाहिँ ठिक हुनसक्छ भन्ने हाम्रो मान्यता हो चाहिँ म फिट गर्छु भाइ त्यो के अरे नाम्लो रेडी पार्दै गर्नु है टमाटर टुटीला बुढी बुढी सारे बा के एआई कृत्रिम गर्भधान भन्छ हजुर यो चाहिँ हामीले 37 डिग्री सेल्सियसमा र 98 डिग्री फरेनहाइटमा हुन्छ यस्तो त्यसो पार्नु सर त्यसपछि राम्रो हाल्नु कि अनि के अरे 37 डिग्री सेल्सियसमा 15 सेकेन्ड तताउनु पर्छ यसले मतलब सक्रिय हुन्छ क्या भित्र यसलाई चाहिँ थइङ भनिन्छ थइङ गर्ने प्रोसेस हो यो चाहिँ 15 सेकेन्ड पुगिसक्यो 15 देखि माथि अहिले चाहिँ 45 सेकेन्डसम्म पनि भनिराख्नु भएको हाम्रो विज्ञहरूले यसलाई चाहिँ ठिक गर्नु अनि स्टकरहरूले काट्ने त्यसपछि सिट कभर लाउने फिट भइसक्यो हामी चाहिँ अब भैँसी भएतर्फ लाग्नुपर्छ त्यो चाहिँ के को लागि लगाउने यो चाहिँ सेफ्टी आफ्नो सेफ्टीको लागि हो सर त्यसले सेफ्टी गर्छ सफा गर्नलाई फोहोर हुन्छ नि मलहरू तिनीहरू नलागोस् भनेर हो लात्तीले बजाइदियो भने त अब बेलाय पनि हुँदैन खस्ला र यहाँ राख्नु खस्ला घरले मोबाइलहरू चाहिँ निकालेर राख्नुपर्छ फुट्न सक्छ लात्तीले हान्यो भने बल्लु राम्रो लाग्यो म चाहिँ रेडी भएँ अब अर्को हातको त्यो माथि निकाल्यो कि माथि लगाएको त्यो हात अफ गरेँ म तल्लोपट्टि गएँ हो नि यो देखिया लाइट बन्द लाइट लाइट पनि दामी देखेको छ एउटा खुट्टाहरू घुमाउने हो अस्ति ढुङ्गा राख्नु भएको रहेछ त्यो त चिप्लिने यो चाहिँ रेक्टल पाल्पेसन गर्नु लाग्छु मैले अब गोबर निकालेर फालिरहेको छु मैले दाइ पिठोसम्म के चाहिँ यो भित्र तर त्यो नपटाउनुहोस् भयो अब सिङ यता यस्तो गर्दा त्यो मुखमा लाग्छ गर्नु भयो केही हुन्न तपाईँ नजिक नआउनुहोस् त्यो के भयो पोसेको सिङ खन्न नाक खन्न भन्दा चक्की लाग्यो भन्दा लाग्यो बनाइदिनु है अगन जल्दिन्छ
कतैको नै बच्चाले गाडी यो गरे अनि त्यत्रो पारा भयो अहिले नि खोल्न मौला बदलेको अहिले फेरि हामी चाहिँ फाइनली साथीहरू हामी चाहिँ कृत्रिम गर्भधान गरेर भैँसीलाई कृत्रिम गर्भधान गरेर फर्किसकेका छौँ। हजुरहरूले अगाडि देख्नु भएको भयो होला। कृत्रिम गर्भधान चाहिँ सक्सेसफुल भइसक्यो। हामी चाहिँ अब घर फर्किने क्रममा छौँ र म साथीहरूले के भन्न चाहन्छु भनेपछि लास्टमा अब भिडियो त हेरिहाल्नुभयो, लाइक पनि गरिदिनु होला, कमेन्ट पनि हाल्नु होला। हजुरको एउटा कमेन्टले हामीलाई यसो भिडियो बनाउनु थप ऊर्जा मिल्नेछ र सब्सक्राइब चाहिँ गर्नु नभुल्नु होला है, न त हामीले हालेको भिडियो देख्दै पाउनु तपाईँले। धन्यवाद। त्यही हो, त्यस्तो रोचक चाहिँ छैन होइन, तैपनि यसो सन्देशमूलक यादगार हुनलाई चाहिँ हामीले चाहिँ भिडियो हाल्नेवाला छौँ यो युट्युबमा। त्यही भएर युट्युबमा पनि जोडिएर रहनु होला भन्ने चाहिँ म हजुरहरूलाई विनम्र अनुरोधको साथ भन्न चाहन्छु। त्यही हो, ल फेरि अर्को भिडियोमा भेटौँ न साथीहरू। तबसम्मका लागि प्राविधिक मित्र गणेश पुरीसँगै म रक्कु थापा पनि बिदा हुन चाहन्छु। हस्त नमस्ते।